जसले सदैव तामसी ऊर्जा हटाएर सन्तुलन ल्याउन खोज्थे। भगवान विष्णुको अवतार विषु भोजन पकाउँथे, सधैँ सफा बस्न खोज्थे। र भगवान ब्रह्माको अवतार ब्रह्मु शून्य प्रेमी, कामचोर र तामसी प्रवृत्तिमा रमाउने। ए ब्रह्मु, के तिमी सत्ययुगमा नै अड्किरहेका छौ? यो कलियुग हो र यहाँ गृहस्थ धर्म पालन गर्नुपर्छ भन्ने कुरा थाहा छैन तिमीलाई? हे नारायण, तिमी किन बारम्बार सृष्टिमा व्यवधान ल्याइरहन्छौ? यो संसार माया हो, सरसफाइ गर्नु पनि माया हो, भोजन तयार पार्नु पनि मोहको बन्धन हो। म त मुक्त मार्गको अनुसरण गरिरहेको छु। हे देवगणहरू, यो संसार त्रिगुणात्मक छ, सत्वगुण, रजोगुण र तमोगुण। हामी तीनजना त्रिमूर्तिहरू हौँ। यदि हामी तीनजना मध्ये कोही एकले मात्र कर्म गर्यो भने सृष्टि असन्तुलित हुन्छ। ए महादेव, तपाईँ नै न्याय गर्नुहोस्। म दिनभरि कर्मयोगमा लागिरहन्छु, सरसफाइ गर्छु, भोजन तयार गर्छु। विषु ब्रो, क्रोधले धर्म नष्ट हुन्छ। म त आफ्नो तपस्या गरिरहेको छु। आखिर परमधाम जाने बाटो पनि त यही हो। तपस्या? यो त तपस्या होइन, अल्छीपन हो, अल्छीपन। यदि तिमी यस्तै गरिरह्यौ भने म तिमीलाई यो कोठाबाट बहिष्कृत गर्नेछु र श्राप पनि दिनेछु। म सम्पूर्ण संसारको रचनाकार तिमी नाथे विषुले मलाई यो कोठाबाट बहिष्कृत गर्ने? हेरौँला, म आफै तिमीलाई मैले यो बनाएको संसारबाट बहिष्कृत गरिदिनेछु। अरे तिमीले मलाई श्राप दिने, तिम्रो हैसियत के? ब्रह्मालाई श्राप दिने? म आफै तिमीलाई श्राप दिन्छु। खुबै घमण्ड छैन तिमीलाई सरसफाइ गर्ने कौशलमा? तिमीले कपडा सफा गर्ने यन्त्र अहिले नै बिग्रिजाओस्। हे ब्रह्मु, तिमीले क्रोधमा यो श्राप दिएर के अनर्थ गर्यौ? हे विषु ब्रो, मलाई माफ गरिदिनुहोस्। क्रोधवश मैले ठुलो भुल गरेँ। मेरो मुखबाट निस्केको श्राप त मैले फिर्ता गर्न सक्दिनँ, तर 2 मिनेटमा कसरी सरसफाइ गर्ने, कपडा धुने भन्ने कुराहरू युट्युबमा भिडियो हेरेर म तपाईँलाई सहयोग चाहिँ अवश्य गर्नेछु। हे जगन्नाथ, सृष्टिको रचनाकार भएर पनि तपाईँ यस्तो बालक जस्तो हरकत गर्नुहुन्छ? यो मोहबाट त तपाईँले छुटकारा पाउनुपर्ने हो। हे ब्रह्मा, तिमी अब कर्मयोगी हुनुपर्छ। तिमीले अब ज्ञान मात्र होइन, आफ्नै कर्मले भोजन तयार गर्नुपर्छ। तर महादेव, मेरो सृष्टि गर्ने शक्ति त विचारबाट उत्पन्न हुन्छ। म एक सर्जक हुँ, कोठा सफा गर्ने, लुगा धुने कुनै नोकर होइन।